안녕하세요. छ्याचलो गुड मर्निङ भन्दा है गुड आफ्टरनुन भइसक्यो। हाइकिङ फुकानसन पोहोर पनि गएको हो र अहिले पनि जाँदैछौँ। फेरि 3 दिनको छुट्टीमा कहाँ जाने भनेर कन्फ्युज हुँदा हुँदा हिजो दिनभरि त्यत्तिकै सुत्ती होइन। जाने तयारी हुँदैछ। बिहान गाडीभित्र बसिसक्यो हिरोहरू होइन। हामीहरू को भन्ने सोध्दैन को टेरिस्ट Moments later. हामी अझै पनि अन द वेमै छौँ हो साथी हो। आधा बाटो पनि भएको छैन। केटा निदायो क्या हो छैन नि। म्याउ म्याउ टुप्पामा है हामी छ त होइन गाइजहरू। पहाडको सहर भनेर कोरियालाई चिनिन्छ। माई गुडनेस। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ। लगभग अब हामी यो गाडी पार्क गरेर हिँड्ने कुरा हुन्छ। अब मान्छेहरू कति धेरै हेर्न गएर नै फर्केर नै आइसकेको यार। हामीहरू पुग्ने यो ठाउँमा अब हिरोहरू झर्नुभयो टपसँग। चस्मा किन्दैछौँ र यो बाटो जाने है हामी चाहिँ। यसरी यो मैले पनि आएको तर त्यो पाहाड चाहिँ चढिन्न होला हामी, अर्कै पाहाड चढिन्छ होला। नेपाल हिमालय 히말라야 하이킹? यस You right? 올라갔어? 히말라야 뭐? अनि अझै कहाँ खान्छ 그건 아니잖아. हुन्छ है गाइजहरू। यहाँ सजिलो म भाग्छु यहाँसम्म आइपुग्दाखेरि कस्तो भयो बल्ल सुरु हुँदै है। माथि पुगेपछि सबै कुरा गाह्रो भयो। No bro. हाउ आर यु? 나 코리아. यहाँ चाहिँ कति धेरै बुद्धहरू रहेछ है। बुद्ध हामी चढ्ने है गाइजर हो र त्यहाँ जाने हामी हो यहाँ जाने है हामी। चढ्ने मसिना चाहिँ बाटो यतै रहेछ। पानी खाने व्यवस्था पनि छ है यहाँ। पानी भरेर लाने यहाँबाट है। किन? साथीहरूको भिडियो हाम्रो त कसैले पनि बनाइदिन्न। यस्तो बाटो पनि आइयो। रमाइलो बाटो यो चाहिँ। यहाँ चाहिँ आजको यात्रा नै रमाइलो भइरहेछ। यस्तरी पसिनै निकालेर यो बाटो। पर्दी भाइ त पछाडि पो रहेछौ त। बाटो यस्तो छ ल गाइजहरू। तराईको मान्छेलाई अब पहाड चढाइदिनु यार। ठिक छ नि त, कहिलेकाहीँ नयाँ एक्सपिरियन्स गर्नुपर्छ नि। भ्यू चाहिँ खतरा ल। पहाड बराबर पनि छ। यहाँबाट चाहिँ सौल यस्तो देख्छ है। हो सौल यहाँबाट देखेको चाहिँ यति अलि माथिबाट पनि देखाउँछु म फेरि। हामीले चाहिँ यहाँ रेस्ट गर्ने विचार गऱ्यौँ। यस्तो रमाइलो छ र हामी जाने चाहिँ त्यहाँ हो गाइजहरू। ओ त्यहाँ है अघि नै देखाएको मैले। हामी नजिक आइपुग्यौँ, अलिक नजिक आइपुग्यौँ। केटाहरूले यहाँ बसेर खाजा खाने रे। यता हेर केटा ल खाजा निकाल। हामी चाहिँ नास्ता खाँदै यहाँ अन्डा सन्डा छोडाएर अन्डा ल यहाँ आइपुग्यो हामी है। धेरै नजिक आइपुग्यौँ। अघि तलबाट खिच्थ्यो मैले। हामी त जान सकिन्न के अरे त्यहाँ। यस्तरी फाइनली गाइज टुप्पोमा आइपुग्न लाए। यो भयो सौल होइन। यो त हामीले तलबाट हेरेर आएको पाहाडै भयो। अब थोरै मात्रै बाँकी छ, थोरै बाँकी छ। यस्तरी उहाँ पुगे केटाहरू उहाँ बसेर छोडे ल बुढी घट्यो। आइपुग्यो ओके।
धेरै छैन अब आइपुग्नुलाई फाइनली है टपमा आइपुग्यौँ है हामी यो चाहिँ टप हो यहाँको यहाँबाट यस्तो देखिन्छ सर र चारैतिर खुट्टा कामे यार मेरो डरले अहिले हामी त्यहाँ पनि जाने हो अहिले चाहिँ हामी यहाँ छौँ है पर जाने भाइ यहाँ छ दुईजना तल हो एकजना उहाँ छ मान्छे धेरै छ यहाँ योस् यस्तो भिरालो बाटो ए खुट्टा कामे मेरो थरथरी हाम्रो यतापट्टिको साउले त भयो यहाँ चाहिँ रुखले अलिक छेल्या छ यतापट्टिको सिन चाहिँ यस्तो छ है यो साउले यतापट्टिबाट देखिने साउले भयो यो परे पुरै पहाडै पहाड क्या सबै पहाडै पहाड यहाँ चाहिँ हाम्रो फोटो सेसन चल्दैछ फोटो खिचाइ हुँदैछ भाइहरूको सरी त्यो पर नि जानुपर्छ अहिले खोइ यो ढुङ्गा ल तपाईँहरू भन्नु त यो आफै अड्केर ल बाई बाई अब हामी चाहिँ निस्किनु लाग्यो यहाँबाट है गाइजहरू भिडियो खिचेर सबै गरेर सक्यो घुमेर दुईजना चाहिँ अगाडि गइसक्यो भाइहरू यहाँबाट चाहिँ अब नेरा खाम्ने दा अहिले त मान्छे पनि कोही छैन र अब यहाँबाट चाहिँ सौल पुरा झर्न पर्ने हुन्छ यहाँबाट चाहिँ झर्ने हो भाइ बाटो तल गएर भेटौँला है गाइजहरू हामी चाहिँ पहाड चढेर खाना यहाँ आयौँ है गाडी पार्किङ यहाँ छ बुफेमा खाना आएको है त्यही भएर यहाँ आएको खानालाई मिसे हो मिसियो होइन टन्न खाऊ ल हामी चाहिँ आज यहाँ खाजा खाने है